हामी चाहिँ आजको दोस्रो रात सुतेर तेस्रो दिनमा हिँड्दैछौँ होइन। यो चाहिँ धादिङ जिल्ला हो। हामी चाहिँ यता के अरे रसुवाबाट गएर धादिङबाट फर्केको हो होइन। हो आउँछ बाटो एक्सट्रिम अफ रोडिङ हान्नको लागि चाहिँ यो बाटो एकदम ठिक छ है। आउनु होला तपाईँहरू पनि घुम्नुहोस्। बर्खामा आउनुपर्छ है खासमा। रुबी भ्याली आउने भने चाहिँ बर्खामा धादिङबाट रहेछ है। त्यति चाहिँ गर्नु पऱ्यो गाइस। रुबी भ्याली आउनु पऱ्यो है। रुबी भ्यालीको बाटो यस्तै हो यी। रेडिदिने हो गाइस, उदाइदिने हो। जस्तो सुकै होस् न बाटो त यहाँ आउनु मजै यस्तो लुट्न आएको छ होइन। चलाइदिने हो नि बवाल चलाइदिने नि। के जान्छ र गोवा चाइनिज पकेट जान्छ यो कुदाइदिने हो। बवाल मजा आउँछ। अनि यो त बाटै यो कुदाउनको लागि बना बाटो हो यो, नभए बनाइहाल्छ। नेपालमा यतिको चाहिँ एउटा अफरोड ट्र्याक चाहिँ छुट्टै बनाएर राख्नुपर्ने खास धरामसाला पिचिस केही नगरी होइन। ट्यागको अफरोडिङ हो चाहिँ यो ठाउँमा चाहिँ गएपछि अफरोडिङ हान्न पाइन्छ भने चाहिँ अनि टक्क जानुपर्ने होला छ नि बाटो त के गर्नु हाम्रो ट्र्याक्टर जाँदा मान्छे नदिने खालको यस्तो भए पनि हुन्छ त। उकानीको कुरमुकुर दुम्किलो डुलो बल्ल बल्ल पाको छोरो गाउँको मात्र ठुलो। जानु बिना जानु अगाडि। त्यस्तै छ यो धादिङको बाटो गाइडहरू। रमाइलो गर्नुपर्छ, कुदाउनुपर्छ होइन। जिन्दगीको मजा लुट्ने हो क्या यो। एक बारको जिन्दगी त्यतिखेर फाल्ने होइन नि। कहाँ के छ खोज्ने, सर्च गर्ने, रिसर्च गर्ने होइन। कुद्ने हेर्ने, हेरेपछि टुलेसी पो देखिन्छ संसार। घरै बसेर संसार देख्नु धेरै गाह्रो छ। त्यो भएर आफू जे छ त्यसमा खुसी हुने। स्प्लेन्डर छ नि स्प्लेन्डर लिएर घुम्छ नि। म त मोटिभेट गर्छु क्या। जान्छ स्प्लेन्डर नजाने भने पुरै होइन होइन। त्यो त फस्यो भने सट्टै उचालेर निकाल्न मिल्छ होइन। लोड अलिक कम राख्ने अनि जाने सर लाएर। जुन बाइक पनि जान्छ जाँदा यस्तो दामी बाटो छ होइन। मलाई त कुदाउनु कम मजा आउँछ यस्तो। कुदाउनै भनेर बनाएको बाटो हो यो। उनीहरूलाई हेरो 7 घन्टा लाग्छ भन्छ होइन। हामी त्यो ठाउँमा ठ्याक्कै 3.5-4 घन्टामा आइपुग्यो क्या। यस्तो खतरा बाटो हो नि। 7 घन्टा लाग्छ हजुरहरूलाई तल पुग्न भन्नु भन्थ्यो। हामी लगभग 3.5 घन्टामा मुनि आइपुग्यो क्या। अहिले अरू बेला भन्दा अहिले चाहिँ बाटो अलिक डिफिकल्ट नै छ होइन। किनभने पानी पऱ्यो अस्ति बिहान पानी परेर अनि फेरि ट्र्याक्टरहरू हिँड्ने रहेछ। ट्र्याक्टर हिँडेपछि पानी परेपछि बाटो खत्तमै भइहाल्छ होइन। यो त धेरै राम्रो हो त। हाम्रो लागि त ढलान गरेको पिच गरेको जस्तो बाटो हो क्या यो। यो त पिच फुल पिचमा हिँडे जस्तो फिल भइरहेछ हामीलाई त अहिले। हिजोको बाटो हेरेको नि हिजो त लास्ट अप्ठ्यारो थियो। अब्स्ट्याकल होइन अब यस्तो छ अहिले। जेन्जी छ बाटो जेन्जी। हाल्नै पर्छ नहालिकन हुँदैन। ट्रेनमा म अघि चाहिँ सुक्खा हुने क्या यस्तो भयो। कसले सक्छ यसरी हान्नलाई। आम्मामा कम मजा गर्नुपर्छ। कम समय मिलाउनुपर्छ। अफिस भन्यो काम भन्यो सब मिलाएर बल्ल निस्किने हो नि त होइन। मेरो अहिले फ्री टाइम भएर घुमेको। अब कामहरू सुरु भएपछि त म पनि यसरी निस्किनु पाउँदैन। त्यस फ्री भएको बेलामा त घुम्ने नि हो। एउटा जिन्दगीमा तेरो उद्देश्य के छ भने नेपाल घुम्ने हो क्या। विदेश त मलाई जो पनि जान्छ अर्का देश घुमेर के काम। पहिला आफ्नो देश घुमेर सिकाउनु भन्नुपर्छ होइन। किनभने नेपाल घुम्यो नि त फर्स्टमा त होइन। नेपालै कस्तो भन्न भोलि गएर विदेशीले भन्न सक्दैन भने त यार यो ठाउँ गएको छ छैन यो ठाउँ त छैन। मलाई विदेशी घुम्न आउने ठाउँ त जानु पऱ्यो, थाहा हुनु पऱ्यो होइन। के छ कस्तो छ आफूले नि यसो विचार गर्नु पऱ्यो।
ओहो ओहो बाटो यस्तै हो गाइस फुल पिच बाटो हेर